हेलो गाइस, धेरै पछि आज चाहिँ मेरो मिनी ब्लग आयो। हामी चाहिँ अफिसबाट निस्केर दिउँसो चाहिँ हामी यसो होलसेलतिर लाग्यौँ है। हामीले चाहिँ अफिसमै बसेर दिउँसोको टाइममा चाहिँ केही पनि हुँदैन अनि आफ्नै अफिस भएर चाहिँ यतिकै अनलाइन बिजनेस गरिरहेको छौँ नि त। अनि हाम्रो सामानहरू सकिएको भएर हामी चाहिँ आज दिउँसो चाहिँ होलसेलतिर लागेको थियौँ। यति गर्नु होला। हामी चाहिँ अहिले सोह्रखुट्टे पुग्यौँ। त्यस पछाडि हामी सोह्रखुट्टेबाट चाहिँ तलको बाटो हुँदै भोटेबाल जाँदैछौँ। दिउँसो चाहिँ हामी टाइम यतिकै वेस्ट हुन्छ, यतिकै के गरेर बस्नु। अफिसमा पनि स्टाफहरू हुनुहुन्छ अनि दिउँसोमा काम त्यति हुँदैन। अनि त्यही भएर चाहिँ म चाहिँ दिउँसो अनलाइन बिजनेस गर्छु नि त कपडाहरूको। अनि सामान सकिएको थियो, अर्डर धेरै आएको थियो, सबैजनाले माया गरिदिनु भएको छ। अनि त्यही भएर चाहिँ होलसेलतिर जाऊँ न त भनेर चाहिँ दिउँसो निस्केको अफिसदेखि। हामी चाहिँ गयौँ है। अब चाहिँ हामी सोह्रखुट्टेबाट तलको बाटो हुँदै जाँदैछौँ बसन्तपुरतिर पुग्न लाग्यो। अब चाहिँ छोटो मिठो ब्लग गरौँ न त भनेर हो। कस्तो रमाइलो लाग्छ अनि राम्रो पनि लाग्छ कि ब्लगहरू बनाउनलाई। तर मलाई खासै राम्रोसँग बनाउन चाहिँ आउँदैन, त्यही पनि ट्राई गर्दैछु भर्खर। पुग्न लाग्यो। अब हामी चाहिँ यति गर्नु होला। रुगा लाएर कस्तो साउन्ड नै अर्कै आइरहेको छ क्या। मेरो चाहिँ सन्चो छैन, रुगा खोकी लागिरहन्छ। अहिलेको यो वेदरले गर्दाखेरि पनि सबैजनालाई त्यस्तै नै भइरहेको होला। तपाईँहरूलाई पनि आफ्नो केयर गर्नु होला है। मलाई चाहिँ मान्छेहरूले सोध्नुहुन्छ क्या कसरी टाइम म्यानेज गर्नुहुन्छ अफिस अनि कपडाहरू अनि नानी भनेर सोध्नुहुन्छ। मैले चाहिँ सबैतिर म्यानेज गरिरहेको नै हुन्छु है। त्यो आफै गर्दाखेरि चाहिँ आफै नै म्यानेज हुने रहेछ कि, त्यस्तो मिलाइराख्नै नपर्ने रहेछ। म चाहिँ दिउँसो अफिस पनि हेर्छु अनि त्यसपछि अफिसमा स्टाफहरू हुनुहुन्छ अनि दिउँसोमा चाहिँ अफिसमै चाहिँ मैले अनलाइन स्टोर गर्छु। त्यहाँनिर सामानहरू चाहिँ त्यहीँ स्टोर गरिराखेको छु। अनि सकियो भने जानलाई पनि नजिक छ नि त। यहाँबाट चाहिँ अफिस चाहिँ हाम्रो नयाँ बजारमा हो अनि त्यहीँदेखिबाट आउँदाखेरि पनि सजिलो हुने। त्यसको कारणले गर्दाखेरि चाहिँ अनलाइन चाहिँ मैले अफिसबाट नै गर्ने गरेको छु। अनि नानी चाहिँ घरमै उसको बासँग खेलेर बस्छ। अनि मेरो होटल पनि छ। होटल चाहिँ मेरो आफ्नै मम्मीले हेर्नुहुन्छ। अनि मान्छेहरूले सोध्छ कति ठाउँमा काम गर्नुहुन्छ, भ्याउनुहुन्छ भनेर सोध्नुहुन्छ कि। मलाई चाहिँ यतिकै खाली बस्नु मन लाग्दैन। आफैलाई कस्तो लाग्छ कि खाली बस्दाखेरि हामीलाई पैसाको पनि अभाव हुन्छ नि त। अनि त्यही भएर चाहिँ काम गर्नुपर्छ, मिलाएर सबै काम गर्नुपर्छ। त्यही भएर अफिसदेखिबाटै अनलाइन स्टोर अनलाइन बिजनेस पनि गरिरहेको छु। सामानहरू पनि अफिसमै लगेर राख्छु स्टोर गरेर। त्यहाँ एउटा रुम छ एक्स्ट्रा चाहिँ, जुन हामीले फ्ल्याट नै लिएको छौँ अफिसको लागि। अनि एक्स्ट्रा रुम चाहिँ यतिकै बसी पनि रहेको थियो। अनि त्यहीँनिर चाहिँ मैले सामानहरू राखेर चाहिँ बेच्ने गर्छु। घरबाट चाहिँ अब घरमा राख्दाखेरि म दिउँसो अफिसमा हुन्छु अनि अर्डरहरू आउँदाखेरि मान्छेहरूलाई सामान देखाउँदा सजिलो हुने भएर चाहिँ अफिसबाट नै देखाउन सजिलो हुन्छ नि त। अब घर गएर पनि अब ढिला हुन्छ, फेरि घर गएपछि नानी यताउता गर्दाखेरि भ्याइँदैन। त्यही भएर चाहिँ अफिसमै राखेर चाहिँ गर्ने गरेको छु क्या मैले चाहिँ। हामी चाहिँ अब बसन्तपुर पुग्यौँ। मैले चाहिँ सामानहरू कहिले भोटेबालदेखि हाल्ने गरेको छु, कहिले चाहिँ महाबौद्धदेखि है। अब मान्छेलाई अलिकति सस्तो भनेर खोज्नेहरूको लागि चाहिँ भोटेबालमा नै पाइने कि सस्तो होलसेल सामानहरू चाहिँ।
अनि अलिकति राम्रो क्वालिटीको खोज्नु हुनेहरूलाई चाहिँ महाबौद्धको राम्रो हुने रहेछ नि त सामान। अनि त्यही भएर दुवैतिर चाहिँ मान्छे अनुसारको सामान त्यसरी लिएर आउने गरेको छु। अहिले चाहिँ मैले कर्सेटहरू धेरै बेचिरहेको छु क्या, धेरै डिमान्डमा। त्यो मैले जुन फोटो भिडियोहरू हालिरहेको हुन्छु अनि त्यसको अर्डर चाहिँ धेरै आएको भएर पुग्दै नपुग्ने कि सामान नि। अनि त्यही भएर चाहिँ फेरि आज नि अर्डरको सामान थियो 10-12 पिस, अनि त्यही चाहिँ लिन लागि चाहिँ म गइरहेको हो। अहिले चाहिँ एक्स्ट्रा ल्याएर चाहिँ राख्दिनँ, अर्डर अनुसार मात्रै लिएर दिने गरेको छु कर्सेटहरू। अहिले चाहिँ औँसीको लागि कुर्ताहरू चाहिँ टन्नै छ मसँग। हजुरहरूलाई पनि चाहिन्छ भने चाहिँ अर्डर गर्न सक्नुहुन्छ मेरो भिडियोहरू हेरेर है। अहिले चाहिँ हामी भोटेबाल पुग्यौँ। अब हामी त्यहाँबाट स्कुटर त्यहाँ रोकेर अनि हेर्दै 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 जान्छौँ। अनि जुन हामीले अस्ति लगिरहेको ठाउँमै गएर चाहिँ लिएर आउने हो सामान चाहिँ, त्यही पनि यताउता पनि बुझ्दै हिँडेको हामी चाहिँ है, सामानहरू कस्तो आएको रहेछ, कति रेन्जमा रहेछ भनेर चाहिँ त्यसरी बुझ्दै हिँडिरहेको थियो। अनि यहाँ पनि हेरेँ, मलाई चित्त बुझ्दो सामान यहाँ पाइनँ मैले। जुन मैले लगेको कर्सेट चाहिँ त्यही एउटा पसल मात्रै छ कि राम्रो क्वालिटीको। अनि म चाहिँ यसरी देखाउँछु आफूलाई। हामी चाहिँ घुम्दै घुम्दै कता कता पुग्यौँ, त्यतातिर त हराइन्छ, बाटो पनि बिर्सिन्छु म त। सामान पनि किनिसकेँ मैले। अनि प्याकिङ गरेर चाहिँ हामी फेरि त्यहाँदेखिबाट फर्किन लागेको छौँ। म चाहिँ मेरो दिदी हुनुहुन्छ, दिदी र म चाहिँ, दिदीले चाहिँ मलाई एकदम धेरै सपोर्ट गर्नुहुन्छ काम गर्नलाई, अफिसमै बस्नुहुन्छ दिदी पनि। अनि मेरो सामान ल्याउनको लागि चाहिँ दिदीले नै मलाई ल्याउने लाने गर्नुहुन्छ नि त अफिसदेखि। त्यही भएर चाहिँ एकदम धेरै सपोर्ट गर्नुहुन्छ मलाई। हामी चाहिँ त्यहाँदेखि फर्क्यौँ फेरि। अब फेरि हामी अफिस जान्छौँ। अनि अफिस पनि भ्याउनु पर्ने, उता काम पनि गाह्रो चाहिँ एकदम धेरै गाह्रो पनि हुन्छ बेला बेलामा चाहिँ। अनि फेरि पैसा देख्छु नि त, काम गरेपछि हामीलाई पैसाको कमी हुँदैन। अनि त्यस पछाडि चाहिँ फेरि गाह्रो भयो नि गर्छु जस्तो लाग्छ। सबैतिर हेर्नु पर्दाखेरि चाहिँ गाह्रो पर्ने कि एकजनाले भ्याइदिएन रहेछ। मसँग चाहिँ अब मलाई चाहिँ मम्मीहरूले सबैजनाले चाहिँ सपोर्ट गर्नुहुने भएर मेरो नानी पनि सासू ससुराले हेरिदिनुहुन्छ। अनि मेरो आफ्नै मम्मी पनि हुनुहुन्छ, उहाँले चाहिँ मेरो पसल होटल पनि छ त्यो पनि हेरिदिनुहुन्छ। अनि बुढा पनि अफिस गर्नुहुन्छ बाहिर। अनि त्यही भएर चाहिँ सबैजनाले सबैतिर काम गर्दाखेरि चाहिँ सजिलो हुन्छ भनेर त्यसरी म्यानेज गर्छु। अहिले चाहिँ हामी त्यहाँदेखि फर्क्यौँ। अब हामी जाँदैछौँ। अनि सबैजनालाई ह्याप्पी मदर्स डे है। हजुरहरूले चाहिँ अब औँसीको लागि मम्मीको लागि केही गिफ्ट दिन चाहनुहुन्छ भने पनि मलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ। मसँग कुर्ता सेटहरू अनि कर्सेटहरू हजुरहरूले कस्तो मनपर्छ मलाई फोटो भिडियो पठाउन पनि सक्नुहुन्छ। त्यहाँबाट चाहिँ मैले मसँग भएको छ भने छ भन्छु, छैन रहेछ भने चाहिँ खोजेर भए पनि ल्याएर दिन्छु हजुरहरूलाई। मैले चाहिँ होलसेलबाट लिएर आएर पनि दिन सक्छु। आफूसँग भएको मनपर्छ भन्ने पनि हजुरहरूले अर्डर गर्न सक्नुहुन्छ। मलाई मेसेज पनि गर्न सक्नुहुन्छ टिकटकमै पनि। अनि टिकटकमा मेरो जुन कपडाकै भिडियोहरूमा चाहिँ मेरो नम्बरहरू पनि छ, हेरेर चाहिँ मलाई मेसेज गर्न सक्नुहुन्छ व्हाट्सएपमा। म चाहिँ मेरो फेस देखाइरहन्छु बेला बेलामा कस्तो भएको छ होइन। अहिले फेरि रुगाखोकी लाएर चाहिँ टाउको दुखेर सन्चो पनि भइरहेन। आज त मलाई उठ्न पनि मन नलाएर कस्तो गाह्रो भइरहेको थियो। अहिले चाहिँ हामी अब सोह्रखुट्टे कटेर पनि हाम्रो अफिसतिर पुनः लागिसक्यौँ हामी चाहिँ। अनि हजुरहरू जापान जान चाहनुहुन्छ भने, ल्याङ्ग्वेज सिक्न चाहनुहुन्छ भने पनि हाम्रो अफिसलाई सम्झाउन सक्नुहुन्छ, मलाई नै कन्ट्याक्ट गर्न सक्नुहुन्छ। यो चाहिँ मेरो आफ्नै हो, मिची एजुकेसन सेन्टर चाहिँ हाम्रो नयाँ बजारमा रहेको छ। हजुरहरूले चाहिँ एसएसडब्ल्यू वर्किङ, स्टुडेन्ट भिसा, वर्किङ भिसा, ब्याचलर वर्किङ भिसा जुनमा पनि जान सक्नुहुन्छ। यो घरबाट चाहिँ माथि गएर सेकेन्ड फ्ल्याटमा चाहिँ हाम्रो अफिस रहेको छ, मिची एजुकेसन सेन्टर। हेर्नुहोस् त हाम्रो अफिस चाहिँ यहाँनिर छ, हेर्नु होला। मेरो स्टोर चाहिँ यता छ है। सामानहरू झरेको आज। थ्याङ्क यू।